आजको घुमघाममा हामी जान्छौँ काठमाडौँमा भएको एउटा एकदमै पावरफुल शक्तिपीठ मानिने पशुपति भगवानको नजिकै भएको मन्दिर गुहेश्वरी मन्दिर। गुहेश्वरी मन्दिरलाई गृहकाली मन्दिर भनेर चिनिन्छ। यो मन्दिर भगवती पार्वती भगवान शिवकी दिव्य पत्नीलाई समर्पित छ। किंवदन्ती अनुसार जब सतीदेवीको शरीर टुक्रा टुक्रा भएर पृथ्वीमा खस्यो, उनको नितम्ब यानि हिप्स यहाँ पतन भएको मानिन्छ। त्यसैले यो मन्दिरलाई 51 शक्तिपीठ मध्ये एक मानिन्छ। विशेष गरी तान्त्रिक साधनामा यसको गहिरो महत्त्व छ। यहाँ पूजा गर्दा शक्ति र सिद्धि प्राप्त हुने विश्वास छ। विशेष गरी नवरात्रि जस्ता पर्वहरूमा मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्छ। फूल, रङ र पवित्र धागो अर्पण गर्दै देवीको विशेष आराधना गरिन्छ। पशुपति र गुहेश्वरीको बीचमा छ किरातेश्वर महादेव। किंवदन्ती अनुसार भगवान शिव किराते शिकारीको रूपमा अवतरित भई अर्जुनका भक्ति परीक्षा लिन आए। अर्जुनले उनलाई चिनेपछि शिवले उनलाई पशुपतास्त्र, एक अद्वितीय दिव्य अस्त्र प्रदान गर्नुभयो। आज पनि यो मन्दिरलाई शक्तिशाली आशीर्वाद र विजय प्राप्त गर्ने स्थल मानिन्छ।